हेलो गाइज, वेलकम टु अनदर प्र्याङ्क। हामी आज एउटा नयाँ प्र्याङ्क गर्न गइरहेका छौँ। दुईजना साथीहरू बस्नु भएको छ र उहाँहरूको आज हामी यसो मोबाइल चलेर बस्नु भएको छ। अब मोबाइल हामी समुद्रमा यसो फाल्ने प्रयास गर्नेछौँ अनि हामीले चिने चाहिँ छैन है तिनीहरूलाई हैन। कहाँ हो तिनीहरू घर नेपाली आएछ भन्ने हामी सुनेको थियो हैन। त्यही भएर हामी त्यहाँ अब भाइरल ठाउँ हो नि त, सबैजना आउने हैन। त्यही भएर उनीहरूलाई गएर यसो प्र्याङ्क सेरिङ हान्न लाग्यो हैन। फर्स्ट टाइम हो हैन प्र्याङ्क गर्नु लाग्यो। कस्तो हुन्छ यसो गाइज फलो सोलो लाइक चाहिएको हैन, सब्सक्राइब हानिदिनु ल। हाम्रो भिडियो राम्रो लाग्यो भने सबैले अर्को यस्तै भिडियो बनाउनु ल, राम्रो तरिकाले हेरिदिनु होला सबैले। हामी केही भन्न चाहन्छौँ र पहिलो प्र्याङ्क हाम्रो कस्तो हुनेछ के हुनेछ हेरिदिनु होला, सबैले राम्रोसँग हेरिदिनु होला, पुरा भिडियो हेरिदिनु होला। ल जाम है त गाइज। साथी बस्नु भएको छ, 3 जना बस्नु भएको छ, एकदम साइडमा 2 जनाले मोबाइल हेरिराख्नु भएको छ। अब मोबाइल फाल्ने प्रयास गरिरहेछौँ हामी। कसको मोबाइल के समस्या मोबाइल फाल्यो भने हामीले यिनको मोबाइल फाल्दिएको होइन, एउटा प्रेम भिडियो बनाइदिएको होइन। त्यसरी चाहिँ अर्काले त्यस्तै छैन भने कति गाउँको मोबाइल छैन। तपाईँको मोबाइल छ, हामी अब राम्रो मोबाइल आइफोन राम्रो मोबाइल लिएर जाउँ होइन। हामीले प्र्याङ्क भिडियो बनाएको हजुर गर्छ तपाईँले के गर्नुहुन्छ? ठिक छ होइन, तपाईँ सिनियर मिल्यो होला। अब तपाईँले चाहिँ त्यो मोबाइल हुँदा त्यो उनीहरू दिएको मोबाइल दिइहाल्नु है। माइन्ड नगर्नु, यसो प्र्याङ्क भिडियो बनाउन मन लागेको थियो। त्यो तपाईँको प्र्याङ्क भिडियो युट्युबमा फेसबुकमा हाल्न मिल्छ मिल्दैन? कोही दिक्कत छैन। गाह्रो त लागेन है।